नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश होइन। बस्नु मन लाग्छ भने बस्नुहोस्। मैले जबरजस्ती बस्ने कुरा त होइन। आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। गरेपछि भन्ने म जस्तो हो, म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ। अब जर यहाँ आएर मन्त्री भइएको छ। अब यो त अपरजर किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि सही कुरा। अब सम्मानीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई अपरजर अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। सिरक ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। आजको कार्यक्रम के छ? आजको कार्यक्रम धर्ना बस्ने छ। यहाँ कोही यस्तो कार्यक्रम हुँदैन। जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजा खाने होइन, मजासँग चाहिँ धर्ना बस्ने। यो हो त्यो तरिका। धर्ना बस्ने तरिका पनि छुट्टै छ महावीर पुन्जीको। आविष्कार अनुसन्धानको लागि नारा लगाउने होइन, अनि जतिसम्म बस्न मन लाग्छ बस्ने, अनि चाहिँ अल्छी लाग्यो भने जाने। हजुरको के छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। सबै मन्त्रीले अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। सबैभन्दा भ्रष्ट नेता कि सचिवहरू हो? सचिवै हो। सचिवहरू र नेता दुइटै हो। तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो। कोरिया नजाऊ, यहीँ बस भन्न आएको होइन। फेरि यहाँ नडर है, जाऊ भन्न आएको। बरु जाऊ। किनभने किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन, अनि के गर्ने? आज आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला। त जनताले भने होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन। अब राजा नआएको पनि त होइन। राजा त थियो त, 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? म वैज्ञानिक होइन, म विद्वान पनि होइन। यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म त 2-3 वर्षसम्म गएर हेरौँ के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो, बिजी भयो क्या। अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो। नगरले त गर्छ होला नि त। अहिले त नयाँ यो महानगरले पनि गर्दैन। गर्नु भनेर युवा पुस्ता आउनु भएको छ। युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो। हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त। अहिले त जनताले पनि आज होला भनेर भएन के, गर्नु पर्यो। उहाँले आज जित्नु भएको छ। उहाँलाई जितेर गर्दैन नि। जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा। गर्छु भनेर जिते। गर्छु भनेर आँख देखाए तर गरेनन्। तर अहिले यस्तो हालत भयो। रमाइलो गर्दै अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ? त्यत्रै 5 वर्षसम्म मैले भनिरहेको छु, यो मेरो आविष्कार केन्द्र होइन।
यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ। ल्यापटपले ठ्याक्क फरवर्ड गर्छ। बाई बाई। अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। कसैले महावीर कुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइनँ। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। किनभने त्यत्तिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने? होइन पाइन्छ। कुट्ने हो अब कुटेपछि अब के पर्छ त्यो परेको बेहोरा। महावीर कुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो। मैले कहिले भनेको छु म वैज्ञानिक हुँ भनेर? अनुसन्धान यो गर्नुपर्छ भन्ने कसैको दिमागमा छैन। 1% नेपालीको दिमागमा होला, बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ, रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ। दाजु केही शब्द बोल्न चाहनुहुन्छ? बोल्न के चाहन्छु भने किताब किनिदिनुहोस् भन्न चाहन्छु। तँलाई पठाउन दिएको उसले चाहिँ अनि परबिनलाई दिएछ। सुन यहाँ थाहा भइहाल्यो नि यसलाई मैले त पठाइदिए भन्ने दिएको यसले परबिनलाई दिएछ। होइन नसकेर नठगेर अनि परबिनले फेरि कालीलाई दिएछ। अस्तिसम्म मलाई थाहा थिएन भने धरानको मान्छे पानी खान नपाएर मर्याएर छ भन्ने थाहा। पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ म। नसिका मलाई नसिका मेरो शैली नसिका। 68 वर्ष पुग्नु भयो? 69 पुग्यो, अब 70 पनि पुग्छ। वृद्ध भन्दा आउने बेला भएछ त ल क्या पक्रेउ मादरचोद। इन्जिनियरहरू कस्तो लाग्छ नेपालको इन्जिनियरहरू? तपाईँ त इन्जिनियरहरूसँग काम गरिरहनु भएको छ। यस्तो हो क्या, इन्जिनियर नेपालको मात्र होइन जहाँको पनि इन्जिनियर उस्तै हो। नभएको कुरालाई पनि भए जस्तो गर्नलाई चाहिँ नेपाली मान्छेहरूको कम्पिटिसन राख्ने भने ओलम्पिकमा जित्छ। भनेपछि 4 वर्षमा तपाईँले मास्टर सक्नुभयो कि अन्डर ग्रेजुएट? होइन, अन्डर ग्रेजुएट र प्लस केही ग्रेजुएट कोर्सहरू पनि क्लासहरू पनि लिएर म फर्केको हो र नेपाल चाहिँ फर्केर म चाहिँ घुम्न फर्केको हो। नेपालमा आएर केही अब 4 वर्षसम्म त पढियो, नेपालमा गएर केही गर्ने भनेर आएको चाहिँ होइन, घुम्न भनेर आएको हो। तर त्यसपछि घुमेको भयो, अहिलेसम्म घुमिरहेको। लुगाफाटा बेला बेला यसो किन्न जानुहुन्छ? लुगा नकिनेको त अहिले 32 वर्ष भयो। म मूर्ख हो, मैले यो काम चाहिँ मूर्खका साथ गरिरहेको छु भन्ने कुरा उदाहरण। जस्तो आविष्कार जस्तो मैले भने यो इन्टरनेट लैजाने काम त्यो मूर्ख नगरेको भए त्यो हुने थिएन। आविष्कार केन्द्र खोल्ने काम मूर्ख नगरेको भए यो हुने थिएन। अहिले वीरगञ्जको चिनी कारखाना कृषि औजार कारखाना जसलाई 1 रुपियाँ सरकारले दिएको छैन, त्यसलाई मूर्खै नगरेको भए त्यो चल्ने पनि थिएन। मैले मेरो मेडल बेच्छु भनेर मेडलको लागि धेरै प्रयास गरेँ। मेडलहरू अन्तर्राष्ट्रिय मेडल, राष्ट्रिय मेडल, अनि सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ। अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोसियल मिडियामा राखेपछि गृह मन्त्रालयले थाहा पाएछ। सम्मानित हुँदाखेरिको क्षण कसरी हजुरले त्यसलाई चाहिँ कसरी लिनुहुन्छ होइन? यस्तो हो क्या, पहिलो कुरा त कुनै चिज आफूले खोजेको कुरो पायो भने आफूलाई चाहिँ
रमाइलो लाग्ने खुसी लाग्ने हो क्या यो कुनै पनि मेडल मैले खोजेकै मेडल होइन नखोजेको चिज आयो नि आएकोलाई फाल्नु भएन त्यो मेडलले दुःख पाएको छ दुःख कसरी पाएको छ भन्दाखेरि त्यसलाई चाहिँ कहिले यो कुनामा बस्छ कहिले त्यो कुनामा बस्छ म अब कहाँ मेडल बोकेर कहाँ हिँडिरहनु आविष्कार केन्द्रमा के भइरहेछ हजुरले हल्का ब्रिफिङ गरिदिनुहुन्छ कि भने होइन आविष्कार केन्द्रमा भएको कुराहरू त्यसै एक राउन्ड आफैले घुमेर हजुर हेर्दै जानु त्यो कुराहरू रेकर्ड गर्नु बस्ने पनि यही व्यवस्था छ बस्ने कोही उसैको केही छैन अब सुकुम्बासी छ भने यहाँ बस्न पाइन्छ के मिडिया अरे इन्डेफ स्टोरी भने छ अब इन्डेफ स्टोरी भन्ने जुन मिडिया छ तपाईँहरूलाई मनपर्छ भने सब्सक्राइब गर्नु तपाईँलाई मन परेको परेन अनि मलाई चाहिँ मिडियासँग त्यति वास्ता केही वास्ता राख्दैन राष्ट्रिय आविष्कार केन्द्रमा झिङ्गा पनि पाल्नु भएको छ अहिले मलाई रमाइलो लागेर सोधेको झिङ्गा पालेछ अरे अनि कतिले उडाउने मान्छेले राष्ट्रिय झिङ्गाको आविष्कार गरेछ भने होइन अथवा झिङ्गा कुरेर बसेको छ भन्ने नि हुन्छ हाम्रो भाषा हुन्छ झिङ्गा पालेर बसेको छ उहाँ आविष्कार कत्रो आविष्कार गर्ला भन्दाखेरि त झिङ्गाको पो आविष्कार गर्छ कस्तो किसिमको झिङ्गा हो त्यो झिङ्गाले के गर्छ भन्ने कुरा पहिला बुझेर कमेन्ट गर्नेले बुझेर गर्नु पर्यो नि आश गरेर हुँदैन नेपालीहरू धेरै आश गर्छ क्या आफूले चाहिँ काम गर्दैन आफूले काम गर्दैन आश मात्र धेरै गर्छन् युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्दा जेसुनी गरौँ भन्ने सन्देश दिन चाहन्छु भने भन्नुभएको थियो जेसुनी गर भनेर सुतिरह भनेको होइन क्या कसरी सम्बोधन गरिदिन्छ भन्ने म पनि जेन्जी पुस्ता नै हो भन्दा 2 वर्ष बढी हो प्रधानमन्त्री पत्याएनन् मन्त्रीमा पत्यायो होइन त्यो चाहिँ के हो भने सारे साथीहरूले चाहिँ के अरे यो उसमा जानु पर्यो यो के अरे राजनीतिमा हाम फाल्नु पर्यो भनेर त्यत्तिकै क्याउ गरेको हुनाले मैले तिनीहरूको मुख टाल्नलाई प्रधानमन्त्री दिए जान्छु नत्र जान्नु भने मलाई क्वार्टर चाहिन्न सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यहाँ एउटा कोठा बनाउनुहोस् त्यहाँ चाहिँ एउटा बेड भए पुग्छ है एउटा टेबल एउटा कुर्सी मन्त्रालयमा भने एउटा पुलिसको एउटा आर्मीको दुईजना रहेछ भाइहरूलाई मैले भनेछु रिपोर्ट गर्नु माथि आफ्नो कमान्डरहरूलाई रिपोर्ट गर्नु कि यो मन्त्रालयमा छँदै यहीँ बसौँ होइन म यहाँबाट बाहिर निस्केपछि मेरो पछि आउनु पर्दैन भने